कुन्साङ छोइलिङ गुम्बाको रजत जयन्ती भव्य रूपमा सम्पन्न। नमस्कार दर्शक, अलिपुरद्वार जिल्ला अन्तर्गत कालसिनी प्रखण्डको जयगाउँ ग्राम पञ्चायत 1 मा पर्ने खोक्ला हिमाली टोलमा अवस्थित कुन्साङ छोइलिङ गुम्बाको 25औं रजत जयन्ती तथा सिल्भर जुब्ली हालै धार्मिक श्रद्धा र भव्यताको साथ सम्पन्न भएको छ। गुम्बा कमिटी तथा भक्तजनहरूको संयुक्त आयोजनामा 18 तारिकदेखि 21 तारिकसम्म सोजुङ युनि विशेष धार्मिक अनुष्ठान आयोजना गरिएको थियो। 4 दिनसम्म चलेको यस कार्यक्रमले सम्पूर्ण क्षेत्रलाई शान्त, पवित्र र आध्यात्मिक वातावरणले भरिएको देखिन्थ्यो। यस पावन अवसरमा वरिष्ठ धर्मगुरु खेन रिन्पोछे साङ्गे लोदोएको विशेष आगमन भएको थियो। उहाँले धार्मिक प्रवचन मार्फत जीवन जिउने सही मार्ग, घर परिवार र समाजमा देखिने नकारात्मक व्यवहारहरूलाई त्याग्दै सकारात्मक सोच र सद्मार्ग अपनाउने विषयमा गहिरो सन्देश दिनुभएको थियो। उहाँका प्रवचनहरूले उपस्थित भक्तजनहरूको आत्मिक चेतना र ज्ञान अभिवृद्धि गरेको देखियो। कार्यक्रम अवधिभर ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाका साथै डुवर्स क्षेत्र, देशका विभिन्न स्थान तथा विदेशबाट समेत भक्तजनहरू र लामा गुरुहरूको उल्लेखनीय सहभागिता देख्न पाइयो। धार्मिक अनुष्ठानका क्रममा भक्तजनहरूले धर्मगुरु खेन रिन्पोछे साङ्गे लोदोएबाट आशीर्वाद ग्रहण गरेका थिए। साथै जयगाउँ थाना प्रभारी पनि आफ्नो परिवारसहित यस पूजा तथा धार्मिक कार्यक्रममा उपस्थित रहेको देखियो। यस अवसरमा उपस्थित सम्पूर्ण भक्तजनहरूलाई वाङ अर्थात् धार्मिक दीक्षा तथा आशीर्वाद वितरण गरिएको थियो। यस रजत जयन्ती कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रका श्रद्धालु तथा शुभेच्छुकहरूले आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको जानकारी प्राप्त भएको छ। गुम्बा कम्युनिटीद्वारा प्राप्त सम्पूर्ण डोनेसन तथा सहयोगको विवरण पारदर्शी रूपमा अभिलेखमा राखिएको पनि देखियो, जसले समुदायभित्र आपसी विश्वास र एकताको सन्देश दिएको छ। कार्यक्रम अवधिभर उपस्थित सम्पूर्ण भक्तजनहरूका लागि खानपिनको उचित व्यवस्था गरिएको थियो। अन्ततः 21 तारिकका दिन सम्पूर्ण धार्मिक कार्यक्रम विधिवत रूपमा सम्पन्न गरी धर्मगुरुलाई सम्मानपूर्वक विदाई गरिएको थियो। कुन्साङ छोइलिङ गुम्बाको रजत जयन्तीले धार्मिक आस्था मात्र होइन, सामाजिक सहकार्य, पारदर्शिता र सांस्कृतिक एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको स्थानीयहरूको भनाइ छ। हजुर नमस्ते है सबैलाई, फ्यापुलो टाँसिदिले 2-3 दिन अगाडिदेखि पूजा चाहिँ यस्तो खालको चलेको थियो कि हाम्रो यो 25 वर्ष भएकोमा हामीले सिल्भर जुब्ली मनाएको हो। सिल्भर जुब्लीमा चाहिँ हामीलाई बाट सरसल्लाह भयो कमिटीमा है कि 25 वर्ष अब हाम्रो गुम्बाको 25 वर्ष भयो, खुसी छौँ र यसलाई के गर्नुपर्ने, कसो गर्नुपर्ने भनेर हाम्रो सरसल्लाह हुँदाखेरि चाहिँ सोजुङ न्युने राखेर महागुरु खेन्चन डेम्बोर्जेको अगुवाईमा राखेर चाहिँ हामीले यो 25 वर्षको सिल्भर जुब्लीलाई चाहिँ हामीले मनाउँ भनेर हाम्रो सरसल्लाह भएर आज यो 18 तारिकदेखिको न्युने हाम्रो बसेको थियो र 18 तारिकदेखि न्युने बसेको आज 21 तारिक आज एकदमै आज चाहिँ हाम्रो यो गुम्बा बनाएको हामीले 25 वर्ष भयो र सिल्भर जुब्लीमा धेरै भव्य रूपले सङ्घाहरू पनि आउनुभएको थियो। एकदमै राम्रो गरेर सफल पनि भयो। सोचेको जस्तो दान पुण्यमान पनि सबैले सहयोगहरू गर्नुभयो। सबैको हातले थोपा गरेर सबैको हातले सहयोगहरू पनि राम्रो गरेर दिनुभयो र सङ्घाहरूमा पनि सबै एकता मिलेर हामीले यो सोजुङ न्युनेलाई चाहिँ एकदमै राम्रो गरेर सजिलो गरेर चाहिँ आज हामीले सोजुङ न्युने चाहिँ हामीले पूजा सम्पन्न सक्यौँ। नेपालबाट पनि लामा आउनु भएको थियो र नेपालदेखि 2 जना लामा पाल्नु भएको थियो र हाम्रो मेन चाहिँ हाम्रो जयगाउँ साङ्गे लुडु खेन्चन डेम्बोर्जेको अगुवाईमा चाहिँ हामीहरू सबै मानेपा सङ्घबाट चाहिँ यो न्युनेलाई हामीले सबै सफल गऱ्यौँ र एकदमै खुसी छ। किनभनेदेखि आज सबैको सहयोग दान है, सबै एकता, सबै साथीहरूले सहयोग गरेर हिँडेर उनीहरूले पनि डोनेसनहरू गरेर यो सिल्भर जुब्लीलाई चाहिँ कसरी मनाउँ भन्दाखेरि चाहिँ आज हामी सोजुङ न्युने राखेर सफल गर्ने हामीले सोच्यौँ र त्यो सोजुङ न्युने आज राम्रो भयो। किनभनेदेखि यो सोजुङ न्युने भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ
पानी पनि पिउनु हुँदैन, खाना पनि खानु हुँदैन। एउटा पशु प्राणीको नियममा चाहिँ हामीले एउटा मम व्रत लिएर बसेको हुन्छ। यस्तो व्रतलाई सफल गरेर चाहिँ आज हामीले यो सोजुङ न्युने चाहिँ एकदम राम्रो हाम्रो सफल भयो। र म चाहिँ सानु लामा, पहिला चाहिँ सेक्रेटरी थिएँ, अहिले चाहिँ म भाइस सेक्रेटरी छ। हाम्रो धर्म गुरुजी हुनुहुन्छ प्रेसिडेन्ट है, सुरेश लामा हुनुहुन्छ केसियर, गीता लामा हुनुहुन्छ सेक्रेटरी। र यस्तै गरेर चाहिँ सबै हाम्रो साथीहरूको आफ्नो आफ्नो पदभार उहाँहरूले निभाइदिनु भयो। सङ्घहरूले पनि साथ दिनुभयो, सबैको आफ्नो आफ्नो पदभार निभाइदिनु भयो। र गुरुहरूको पनि आशीर्वाद र त्रिरत्न साङ्गेको पनि आशीर्वादले गर्दाखेरि चाहिँ आज एकदमै राम्रो गरेर हाम्रो न्युने पूजा चाहिँ सफल भयो। र हामी धेरै नै खुसी छौँ। यसरी नै यो पूजालाई हामीले सालोसाल लाउन सकौँ र यो पूजालाई हामी अझै पनि लाउन सकौँ भनेर चाहिँ मलाई इच्छा छ। र यो हामी गुम्बा बनाउँदैछौँ। यो दोस्रो गुम्बा हो, हाम्रो गुम्बा उतापट्टि छ, यो गुम्बा बनाउँदैछौँ। यो गुम्बा 3 तलेको बन्छ, 3 तलेको गुम्बा बन्छ। म आज गुम्बाकै बिचमा बसेर भन्छु यो गुम्बा 3 तलेको बन्छ। यसरी नै यो न्युने पूजाहरू हामी केङ्गुर पढाउने भन्ने सपनाहरू पनि हामीले अझै बोकेको छौँ। एकदम देश विदेशमा बसेको उहाँहरूले हाम्रो नेपाली दाताहरू हुनुहुन्छ है, हाम्रो नेपाली के अरे दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले पनि सहयोग गर्न चाहनुहुन्छ भनेदेखि एकदम नहिचकिचाइकन तपाईँहरूले मलाई सहयोग गर्नु सक्नुहुन्छ। हाम्रो अब गुम्बाको आफ्नो एकाउन्ट छ, रेजिस्टर्ड गुम्बा हो। हाम्रो गुम्बाको कागजपत्र सबै राम्रो छ। हामीले सालुने रेनुअलहरू गरिरहेको छौँ, अडिटहरू गरिरहेको छौँ। गुम्बामा चाहिँ हामीले कुनै पनि हाम्रो कागजपत्रमा कमजोरी छैन। र तपाईँहरूले पनि अब सहयोग गर्नु चाहनुहुन्छ भनेदेखि हाम्रो यो गुम्बा चाहिँ 3 तलाको बन्छ। 3 तलाको बन्दामा जस्तो कि माथि तलामा अझै एउटा साङ्गे राख्छौँ र 20 तलामा हाम्रो छेसामहरू हुन्छ, अझै भगवान्हरू माथि बस्छ, माथि पूजापाठ गर्ने माथि हुन्छ। र जहाँ गर्दैछौँ यहाँ चाहिँ हामीले खानापिनाको लागि आउने जानेको लागि हामी यो एउटा ठुलो हल बनाउँदैछौँ भनेर चाहिँ हामीले एउटा सोचेको छौँ है। यो सपनालाई सबैजनाको मनबाट करुणाबाट जगाइदिनुहोस्, सबैले नै सोचिदिनुहोस् कि यो गुम्बा बनाउनुमा सबैको हात सम्झिदिनुहोस्। र यो गुम्बामा एउटा सबै मिलेर एकता गरेर यो गुम्बामा तपाईँहरूले कसैले दिनु चाह्यो भने पनि यसरी अब तपाईँहरूले दिँदाखेरि पनि यो गुम्बामा दिँदा व्यर्थै हुँदैन। यो गुम्बामा दिँदाखेरि व्यर्थै हुँदैन। कमिटी राम्रो छ, राम्रो कमिटीबाट सञ्चालन राम्रो गर्दैछ, विश्वास छ। त्यही लागि चाहिँ अब हामीले एउटा विश्वासले चलाउनु पर्छ र सबै जे गर्ने हामीले सोचेर विचारेर गर्दैछौँ। आज पनि हामीलाई यहाँ गुम्बामा अब यो पूजा बनाउनु भन्दा यो जग्गा कम्ती हुँदाखेरि अहिले के अरे अब हाम्रो जयगाउँ खसरको नामबाट 4टा पिलर लगाइदिनु भयो, अझै बढाइदिनु भयो गुम्बालाई। यसरी अब दान गर्ने दाताहरू त कति सबै छ र अझै पनि सबैको दाताहरूको मनमा चाहिँ करुणा जागोस्, भगवान्प्रति माया जागोस्, भगवान् जस्तो ज्ञानी बुद्धिमानी होस्। र यसरी नै म भन्नु चाहन्छु कि सबैले नै सोचेर एकता गरेर चाहिँ हाम्रो गुम्बालाई चाहिँ अब 25 वर्ष त भयो, सायद हामीले 50 वर्षको गोल्डन जुब्ली मनाउनु सक्छौँ या सक्दैनौँ। र आज म भन्छु हामी नभए तापनि हाम्रो छोराछोरीले 50 वर्षको गोल्डन जुब्ली योभन्दा 2 गुणा पूजा एकदम डबल गरेर चाहिँ मनाउने छ। र यो न्युने पूजा पनि हामी अझै पनि राख्ने कोसिस गर्छौँ। धन्यवाद ल सर।